हेलो सबैलाई है। हाम्रो दिन चाहिँ यसरी सुरु भइरहेको छ है। काम यहाँ दनादन भइरहेको छ। अहिले भने चाहिँ म चाहिँ ढुङ्गा सिफ्टिङमा छु है। यस कमले कमले चाहिँ ऊ पर प्लान्टमा गएको हो, उसको टर्न परेछ। म चाहिँ यहाँ ढुङ्गा सिफ्टिङ गर्दैछु यहाँ अहिले भर्खर हो। अन्त ब्रेकर चाहिँ यहाँ पल्लोपट्टि चल्दैछ, यहाँनिर ब्रेकर चाहिँ यहाँ चल्दैछ हो। अन्त अरू चाहिँ त्यस्तै छ काम। अहिले चाहिँ बर्खा लागेर चाहिँ अलिक पानी पर्दै सिमसिमे हो। अन्त फगी लागेर राम्रो केही देख्दैन मेरो त। फेरि प्लस अगाडिको सिसा नभएर चाहिँ प्लास्टिक मात्रै छ नि त। अन्त यहाँ यो प्लास्टिक मात्रै छ, यो प्लास्टिकले गर्दा चाहिँ झन् राम्रै देख्दैन हो। घाम लागेको बेलामा त देखिहाल्छ, यो पानी परेको बेलामा फर्स्ट पानीले गर्दा पनि देख्दैन, फेरि फगी लागेर पनि राम्रो देखिँदैन हो। अन्त त्यस्तै छ। बकेट पनि मेरो फेरि ल्याथर घलिदिन्छ, किनभने भित्रको त्यो बुसहरू चाहिँ छैन नि त, किन त्यो सबै फुटेर झरिसकेको छ कि। अन्त छैन बुसहरू। अन्त यस्तै छ हाम्रो चाहिँ यस्तै छ। अप्ठ्यारोहरू चाहिँ लाइफ चाहिँ है, घरवालीले यस्तै काम गर्नुपर्छ। अझै प्लस फेरि सेलेरी टाइममा दिँदैन हो। बिजोक छ, हालत पातला छ, लोनहरू तिर्नु साह्रो पर्छ। त्यही यहाँनिर छैन बुसहरू छैन हो। यो पनि फुटेछ, पिन पनि, बुसहरू छैन। त्यस्तै छ। बाँकी यस्तो छ मेरो चाहिँ हालत पातला है त। तपाईँहरूले पनि यसो हामीलाई चाहिँ हेरेर चाहिँ लाइक कमेन्ट सेयर है माया देखाइदिनुहोस्। हाम्रो पनि यस्तै छ तल कमले यहाँनिर पुग्यो है त।